ल गाइज एकछिन ब्रेकमा हामी यहाँ कायमा भन्दा अलिकति अगाडि एकछिन रोकेका छौँ। यो भ्यू पोइन्ट चाहिँ अलिकति कायमा भन्दा 5 मिनट जस्तो ड्राइभ अगाडि। सबैजना एकछिन ब्रेकमा बस्ने भन्ने कुरा भयो र बसिरहेका छौँ। हाइटबाट राम्रो भ्यू तलसम्म देखिँदो रहेछ। राम्रो चाहिँ एकदमै पानी पर्या भएर हरियो डाँडाकाँडा, हरियो घाँसहरू अनि अझै अगाडि बिच अनि सानो बस्ती, एकदमै राम्रो भ्यू देखिरहेको छ गाइस यहाँबाट। अझै 1-1.5 घन्टा जस्तो हामी ड्राइभमा जान्छौँ होला अनि 1.5 घन्टा पछि 2 घन्टा जस्तो पछि चाहिँ जर्विस बे पुगिन्छ होला। एकदम राम्रो भ्यू। सबैजना यहाँ इन्जोय गरेर बसिरहेको। एकछिन थोडा सा ब्रेक। अब अलिकति भर गर्न मिल्ने भनेको यहाँ जर्विस बे भर्खरै आइपुगेका छौँ। एकदमै राम्रो भ्यू देखिँदो रहेछ यहाँबाट। ठ्याक्कै सनसेट हुन लागेको टाइममा आइपुगेका छौँ। राम्रो रमाइलो भइरहेको छ। सबै सकुशल आइपुग्यो। सबैजना इन्जोय गरिरहेको छ। सबैजना यहाँ एकदमै रमाइलो गरिरहेका छौँ। धेरै अगाडि नजाऊ है केटाकेटी हो। ल यहाँ यस्तो फोटो खिच्ने प्रोग्रामहरू भइरहेको छ यहाँ साथीहरूको। बास खतरा 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 पोजहरू निकालिरहेछन्। खतरा खतरा पोजबाट फोटो खिच्न चाहिँ कसले सिकाएको होला? धेरै राम्रो भ्यू। कस्तो भइरहेछ त तिमीलाई यहाँ? कस्तो फिल भइरहेछ? सब ठिक छ दाइ। सब ठिक छ? त्यस्तै हो। यो राम्रो छ। के छ? ठिक छ? एकदम मजा। रमाइलो भइरहेछ? एकदम मजा। यस्तो भ्यूको अगाडि बस्न पाउँदाखेरि कस्तो फिल भइरहेछ? Guys, like, comment and subscribe. Don't forget, alright? Okay, Like, guys. comment and subscribe. अनि कस्तो भइरहेछ नजरिम? भन। हेलो मिलन अंकलको भिडियोमा भन त कस्तो भइरहेछ? हाई भन न। बोल्दिन। लाइक, शेयर एन्ड सब्स्क्राइब गाइस। दिस इज माइ के? This is my first shot भनेर बनाउनुपर्छ। बनाउनु पर्छ। ओके, बनाउनु पर्छ। कालो आछ। ल ओके। आमामा सबै फोटो निकालेछ त यार। एकछिन रेस्ट गरेर अब चाहिँ जर्विस बेको बेलुकाको भ्यू हेर्नको लागि जान गइरहेका छौँ। हेरौँ कस्तो हुन्छ त्यहाँको भ्यू। सबैजना रेडी? ब्लू फायर बिच भन्ने ठाउँमा गइरहेका छौँ। लेट्स गो। सोचेको जस्तो राम्रो होस् होइन? ल सी यु गाइज। ल मिलन ब्लग्स ल कति कतिको बोलेछ के छ यहाँ? ठिकै छ यार, तर सोचेको जस्तो नभए पनि राम्रो छ यार। अहिले हामी कहाँ छौँ? अहिले हामी यहाँ जर्विस बेमा ठ्याक्कै तर एकदम राम्रो छ यार यहाँको पानी। दीपिका ब्लग्स पनि छ नि हामीसँग। के अरे? दीपिका ब्लग्स पनि छ नि। दीपिका लजाएर हेर न उहाँ। क्यामेरा अगाडि ल सबैजना हामी चाहिँ यहाँ अहिले सेन्चुरी पोइन्टको एउटा होटेलमा आएर बसेर बसिरहेका छौँ। सबैजना आफ्नो आफ्नो काममा व्यस्त छन्। कोही के छन्, कोही के गर्दैछन्। हुन्छ यो अलिकति 1-2 वर्षपछि पोस्ट हुन्छ यो। कोही यहाँ टकिला सट हान्नको लागि ग्लासहरू रेडी गर्दैछन्। कोही यहाँ चाउचाउको छैन हो, त्यो खोल्दैछ। यहाँ कोही सर्ट्सहरू बनाइरहेछन्, कोही के बनाइरहेछन् भन्नेवाला हो है यसपछि। आगो आएन आगे भन्छ।
दुधवाला हो ल भिडियो स्टार्ट भइसक्यो सही बात हाम्रो मात्रै भन्नु तिमीले भन्नुपर्छ र गाइज यो चाहिँ एकदमै हामी अहिले स्याङ्चुरी पोइन्टमा बसिरहेका छौँ। यो डकहरू चाहिँ यहाँको एउटा सानो बेमा चाहिँ आएर खेल्ने टाइम हुँदो रहेछ। यो एकदमै सिनिक भ्यू, एकदमै काम म्युजिक, काम छ एकदमै। डकहरू सायद यो माछा खान पाइन्छ भनेर यो टाइममा बाहिर निस्केको हुनुपर्छ। एकदमै राम्रो सिनिक भ्यू, चराचुरुङ्गीहरूको आवाज ब्याकग्राउन्डमा सुन्न पाइन्छ र एकदमै राम्रो सिनिक भ्यू यहाँ देख्न पाइयो। गुड मर्निङ। गुड मर्निङ गाइज। अब यहाँ हाम्रो अहिले ब्रेकफास्ट गइरहेछ। अन्डा चना एन्ड चिया कसरी सेलेक्ट त्यही भने हिजो सक्दैन थियो यार। 10 जनाले एउटा ड्रोनलाई हेरेर बसिरहेको अवस्था छ यहाँ साथीहरू। पाइलट हो नि त। हाम्रो पाइलटले उडाउँदै हुनुहुन्छ। अलिकति कम गर्नु अरे सबै हुन्छ। ड्रोन उडेको अवस्था छ साथीहरू। यता हेर्नु एकछिन अब यो जर्विस बेबाट अलिकति पर एकछिन घुम्न जाने भन्ने कुरा भएको छ। एकछिन घुम्न गइन्छ होला सबैजना, एकदम एक्साइटेड।
गाडीमा सबैजना आफ्नो रेडी भएर बसिरहेको छौँ। हिजोको स्टे रमाइलो भयो, अलिकति रातिसम्म बसियो, डान्स गरियो, रमाइलो भयो। अब आज एकछिन घुम्ने दिउँसो अनि बाहिर बसिन्छ त्यस्तो छ। ल गाइज एउटा फोटो खिचौँ ल गाइज है। जर्भिस बेमा चाहिँ आइपुग्यो साथीहरू। यो मुरेज बे हो भनेर भन्दैछ विशालले। राम्रो रहेछ एकदमै, पानी एकदमै निलो, गुड भाइब। पानी चिसो छ तर एकदम राम्रो, गुड। खोइ बस होइन सब उठेर फेरि हिँड न के अलिक उफ्राउनु माथि पखाइ। झन्डै के हो छैन हेर्दै अलिअलि छ यता यसो हिँडेको। लास्टमा केएफसीको बिग बकेट जाला चाइनिज नखाने हो भने चाहिँ पाँच जग्गा पिक लगाइ हेर्छौँ लन्च खाने प्रोग्राम भइरहेछ होइन। सब भोकाको अवस्था कसरी सक्यो कोही खाइरहेछौँ बर्गर र अनि त्यसपछि फिस एन्ड चिप्स सबजना खाइरहेको ले लो फोर ले लो फोर ले लो फोर ले लो फोर ले लो। के गरे कि कान्छोले बेबी के गरिरहेछ? कता बच्चाहरू जम गो लेट्स गो। त्यस्तो गर्नु पाउनु बेबी, त्यस्तो अति भयो। त्यस्तो छुनु नछ भन्दै पुरा त्यो आँखामा गएर गर्ने हो क्या। छैन त्यस्तो त्यो अति यो त लास्टै झिल्ली मान्छे रहेछ हेर मान्छे त छैन त्यो मुभ भयो लास्टै झिल्ली मान्छे रहेछ हेर यो त गेममा त बच्चामा के गर्थ्यो होला। ल गाइस हाम्रो चाहिँ लगभग यो ट्रिप सकिन लागिसकेको छ। सबैजना अलिकति टायर्ड मौसममा आज एकदमै रिल्याक्स गरेर बसिरहेको छौँ। कोही प्याक गर्दै कोही खाँदै कोही यताउता गरेर बसिरहेको छौँ। अब अस्मिता पनि निस्किसक्यो फाइनल्ली। कस्तो भयो त यसपालिको ट्रिप?
रमाइलो बबाल दोहोरीले एकदमै काम गर्यो जस्तो लाग्यो यसपालि है कस्तो भयो यसपालिको ट्रिप बेबो दामी वाह के भन्नु छ दिपिका यसपालिको ट्रिपको बारेमा के भन्नु छ यसपालिको ट्रिपको बारेमा Malay, we really had fun. It was one of the most memorable trip we had in a very long time. वाह पियो धेरै लामो भनेर ल चुम्मा जङ्गले ल दिपिका के भन्नु छ धीरज के भन्नु छ यसपालिमा नाच्दा गयो होइन एन्जेला ल यसपालिको ट्रिपमा तिमीलाई के भन्नु छ रक्सी दिएर भयो है परीक्षित गाह्रो यसपालि कस्तो भयो ट्रिप यो मजा भयो रमाइलो एकदम मजा सेक्सी एकदम सेक्सी ल विशाल एन्ड सुमिरा जोडी कस्तो भयो अर्को 24 मा नेशनल होलिडे नेशनल होलिडे डिक्लेयर गर्नु पर्यो सुमिरा आधी त टोइलेटमा बित्यो मेरो जहिले टोइलेटमै बिताउँछ है के भन्नु बाँकी छ केही छैन बवाल भयो जयसकको आधा सत्कार अलिकति पुगेन तर आमा अस्मिता के भन्नु छ यसपालिको ट्रिपको बवाल भयो बवाल चगास ल गाइज अब एकचोटि सिडनीमै भेटौँ ल ल ल ल दिपिका नै हट्छ ल ओहो चौकारीमा